यो के हो थाहा छ बाबु यो के हो थाहा छ यो च्याब्रुङ दिस इज अ च्याब्रुङ हाम्रो त दिस आफ्नो छैन नि कति ढिलो आएको नि यहाँ झोलमा आउनु त किन खिचेको त होइन उताबाट जानु बाबु तपाईँहरू यता आउनु त यता ढोलतिर ढोलको पछि जानु ढोल बजाउनु के छ भन्छ हेलो के छ ग्रुपमा हेलो के छ डिजर आउँदैछन् का नगइसन सिमेन्टीको बरा ढाक्करमा भारी बोक्यो है यो हाम्रो पहाडको दाई हो नाम्लो तोकमा उता छ कि तोकमा चाहिन्छ हो यहाँ छ यी बेचिरहेको छ त यी टोकमा लाउने चाहिँ हो नि त लाउने चाहिँ छ त यही हो एउटा होइन यस्तो खै त अनि त्यसले अडी आउने चाहिँ ए लगाइरहेको रहेछ त साँच्ची हो यही हो यो त उ रहेछ नि भित्र केही रहेन रहेछ हो खाली टाइपको मूर्ति होइन रहेछ त्यहाँ हेर्नु त छुनु त ए हो ए प्लास्टिकको रहेछ त त्यो माथि सिमेन्टी जस्तो हालेर कलर गरेर हल्का साम्बा हुनु क्या कहिले आउनुभयो धरान सामान लिएर फर्किनु भएको घरमा र राम्रोसँग जानु होला है ल त्यसो गरेर बाबुको पालो के भन्नु अरे घरबाट कहिले आउनुभएको धरान भन्नुपर्छ क्या अङ्कल भन्नुपर्छ काका काका ठुला गरे काका हुन् क्या घर नि हिँडेको बडा ल त ए सुरुबा तपाईँले भनेको यहाँ रहेछ चैनपुरको मान्छे रहेछ नि नगरपालिका वार्ड नम्बर 4 फागुने शङ्करसभा निवासी ससुरा स्वर्गीय शोभा शेर्पा सासु दिपु शेर्पा र पति स्वर्गीय साङ्गे शेर्पाको म त भ्लग हालिरहेको होइन नि हेलो हेलो के छ अङ्कल बुबु आर्मी अर्जुन तुम्बाम फेर दाई नमस्कार नमस्कार ए बाबु बाबु त्यता होइन त्यता कति भन्छ सन्चै हुनुहुन्छ पाहाडबाट कहिले हजुर के छ हजुर राई माइला यो जाउँ राई माइला आउनु भएको छ यहाँ ल एकछिन बस्नु कि ए चार्जिङ गरौँ हेलो के चार्ज चार्जिङ भनेको बस्ने ल आउ जाउँ चार्ज भइसक्यो है किन हौ के नकर न यहाँ ग्यादरिङमा छ हामी श्रम संस्कृति पार्कतिर ए हर्क बात
सियरु भाइ सियरु भाइ ल हर्क साम्बाङसँग अब यसो सेल्फी खिच्नलाई जानु पर्यो हाम्रो हर्क साम्बाङज्यूको तारिकसँग है गोर्खापट ल माटो हुमा मलाई दुख्दैन कुच्चै या फरक पर्दैन देश ल ल प्रख्यातै भयो ल हर्क दाइसँग सेल्फी फोटो चाहिँ नखिच्नु होइन फोटो भिडियोबाट खिच्नु पर्छ हर्क साम्बाङसँग नानीले फोटो खिचिन्छन् हर्कको जस्तो श्रम गर्नु काम गर्नु ल देशलाई माया गर्नु ल माटोमा भोट हाल्न लाउनु ल मम्मीलाई ल ल देशकै कर्म गर्न सकु म देशकै लागि मर्न सकु मान्छेहरूको धेरै घुइँचो छ यहाँ सम संस्कृति पार्कमा हर्क दाइले गरेको पुरै देशको यसम्मकै ल को हर्क दाइसँग खिच्नु त हजुर हर्क त भाइ होला ल गइस न म फोटो खिचिहाल्छु मेरो अगाडि